राजाको चौतारा ओडा नम्बर 32 भनेको मान केटा के बित्ती त 32 आजको घाम हामी सेलाई सक्यो फक्सिट पहिला थियो साइकललाई पहिले भात सब ठीक धम्की नदे कहिले धम्की नदे मेरो केटाहरुलाई कहिले धम्की नदे हार्ने बानी छैन खेलमा मेरो भित्री आत्मा तले सल्की नदे चम्की नदे सबलाई चम्की नदे जसले आगो लाउँछ त्यसलाई चम्की नदे ठुलो खाल अब सुरु भो मेरो तुरुप चाल तले पल्टी नदे अघि आउनेलाई पछि पारी पोखरेली पारा लिएर आएको हामी केटाहरु सिनमा खतरा पूर्व पश्चिमदेखि राजधानी धेरै पछि खेलमा आयो पाली सबैजना अब भाग साथी एउटा निप्चारको सल्किन्छ यो खेल होइन भाइ आगो लागि केटाहरु मेरो नाकामा होस् गरी हिँड सबै ढाका छ अन्डरग्राउन्डबाट बाहिर आए खै झारेहरुको टोली काका छ हाम्रे बस्ती हाम्रे इलाका छिरेर देखान नाकाल गाह्रो पर्दा दाइहरु चाहिन्छ के उखाड्दैन साठा त कमब्याक अब डिसाउँछ म बोल्न थाल्यो यो रिसाउँछ खतरा र्याप मान्छु भन्दै हिँड्छ यसले र्याप होइन भाइ गीत गाउँछ सुते बाग्ला किन घिस्काउँछ पारा हाम्रो जले पिसाउँछ मेरो बोलीले तल बोल्न सक्छ सासबाट पनि बिसाउँछ के बोली राख्छस् त्यो सोच छैनस् क्या हो भाइ त पनि होसमा चुपचाप लागि ठाउँमा बस फेरि छिर्नु पर्ला तेरो गल्ली र चोकमा लागिराछ गलत दोष नचम्किँदा हुन्छ भाइ अरूको फोर्समा पारा तात्दैछि झम्टिने हो सक्दैन हामीलाई रोक्न लेखनाथपछि टोलिया छ यो चाहिन भन्दा धेरै बोलिराछ तेरो बस्तीमा हाम्रो गाडी गुड्छ भेटमा आम्ने सामने टोली